आज हामी खसीको मासु दसैँ आउन लाग्यो हैन, त्यसको लागि हामी आज खसीको मासु टिपिकल नेपाली स्टाइलको हामी बनाउँदैछौँ। त्यसको लागि हामीले लोकल खसी विथ स्किन करी कट, सिम्पल करी कट 20 ग्रामको जति पर पिस। अनि त्यसको लागि हामीलाई मस्टर्ड ओइल, तोरीको तेल, गोलभेडा चप, प्याज स्लाइस, अनि धनिया, हरियो धनिया चप, बेसार, अदुवा यस्तो लामो लामो काटेको, नुन, अनि अदुवा र लसुनको पेस्ट, हरियो खुर्सानी मसिनो काटेको, अनि जिरा, धनिया, रातो खुर्सानीलाई ब्लेन्डरमा अथवा सिलौटोमा मजाले पिसेको, अनि त्यसपछि हाम्रो तेजपत्ता अनि सिनामन स्टिक, त्यसपछि सुपेल हामीले रेडी गरेको छौँ यसको लागि। अब म यता प्रिपेयर गर्छु। ल मैले अब यसमा प्यान बसालेँ। अब यसमा तोरीको तेल, नेपालीहरूलाई एकदमै मनपर्ने, हामी नेपाली खाना प्रायः तोरीको तेलमै पकाउँछौँ। झन्डै 250 ग्राम जति हामीसँग मटन छ, यसको लागि हामीले 30 ग्राम जति हामीले मस्टर्ड ओइल हाल्ने, किनभने खसीको मासु एकदम फ्याट हुन्छ, अलिक कमै राख्ने ओइल। त्यसपछि हामीले तेल तात्दैछ। अब हामीले यसमा तेजपत्ता हाल्छौँ, सुपमेल हाल्छौँ, अनि ल्वाङ हाल्छौँ, अनि दालचिनी हाल्छौँ। तेल तातिसकेपछि यो हाम्रो मसलाहरू हल्का भुटिन्छ, अनि त्यसपछि हामीले स्लाइस गरेको ओनियन राख्छौँ। अनियनलाई हल्का भुट्ने, यो हामीले पुरा ब्राउन गर्नु पर्दैन, यसलाई हामीले 50-60% जति हामीले यसलाई एकछिन भुटेर ब्राउन गर्ने, हल्का ब्राउन 50% मात्रै ब्राउन गर्ने। सबैतिर हाम्रो यो मजाले चलाइसकेपछि हल्का कलर आउँछ। त्यसपछि हाम्रो यो मटन है विथ स्किन मटन हाल्ने। अब हाम्रो यो 2-3 मिनट भइसक्यो। अब यसमा खुर्सानी, सुकेको खुर्सानी, जिरा, धनिया मिक्स गरेर पिसेको छ यो हालेँ मैले 2 चम्चा। अब यसलाई मजाले भुट्ने। अब यसलाई हामीले 5-6 मिनट मजाले भुट्ने, यसलाई 10 मिनटसम्म पनि भुट्न सकिन्छ। यसलाई मजाले भुट्ने जहाँ कि यो मसलाहरू मजाले पाकोस्। अब यो हाम्रो मजाले भुटिसक्यौँ। अब हामीले यसलाई 8-10 मिनट हामीले मजाले भुटिसक्यौँ है। अब भुटिसकेपछि यसमा हामीले टोमेटो हालिदिने। अब यो टोमेटोलाई मजाले पाक्ने, गल्ने गरी मजाले पकाउनु पर्यो। अब यसलाई हामीले एकछिन यसलाई पकाइसकेपछि यसलाई हामीले कुकरमा सिटी हान्न सक्छौँ। अब यो लोकल मासु छिटो पनि पाक्छ कुकरमा गरेपछि, यसरी गरेर अलिक टाइम लाग्ने हुन्छ, त्यही भएर हामी यसलाई कुकरमा राख्छौँ। अब हामी यसलाई कुकरमा ट्रान्सफर गर्दैछौँ। अब हामी यसमा कुकरमा सिटी हाल्दैछौँ। यसलाई चाहिँ 2 सिटी 3 सिटी हान्यो भने यो चाहिँ पाक्छ।